त्यस्ता खालका शब्दहरू भरेर आज रामकृष्ण ढकाल जस्तो बनाउनमा सहयोग गर्नुहुने आदरणीय गीतकार अवकाश प्राप्त उपरथी नेपाली सेनाका कार्यकर्मी हेम सुवेदी दाइलाई पनि मैले अघि देखिरहेको थिएँ, पिसिरहेको छु। दाइ स्वागत छ। यो फोटो खिचिहालौँ, त्यसपछि हामीले हाम्रो आजको प्रमुख काम गर्छौँ। यो मलाई छोडी मेरो सानो भन्ने गीत गाउनुभएको थियो दादाले। उहाँको त्यो सानोको बच्चावाला भिडियो पनि म एकदम हेर्थेँ क्या सानोमा। त्यही गीत सुनेर सिक्थेँ अनि अरू गीत पनि एकदमै धेरै सुन्थेँ। अनि उहाँसँग मेरो फर्स्ट टाइम भेट चाहिँ झापामा भएको थियो त्यति बेला हाम्रो प्रोग्राममा। अनि गीत गाउन एकदमै रहर थियो रामकृष्ण दादासँग। उहाँसँग जोडिन पाउँदा एकदमै धेरै खुसी लागेको छ। र यो गीतमा जोडिनु हुने सबै हाम्रो सङ्गीतकार दादा उज्जवल सागर दादा, उदयराज सरलाई पनि एकदमै धेरै सम्झिन चाहन्छु यहाँबाट। अनि लिरिसिस्ट अस्ति पनि उहाँसँग मैले उहाँको लिरिक्समा गीत गाउन पाएँ। एकदमै धेरै राम्रो लाग्छ मलाई उहाँको शब्दहरू पनि। अनि आज यो गीतको कुरा गर्नु पर्दाखेरि चाहिँ अब ओभरअल फिल्मको एक्सपिरियन्स एकदमै राम्रो रमाइलो सेमै एकदमै रमाइलो सबै फेरि आफ्नै उनीहरूको साथीभाइ आफूले सल्लाह पनि दिनु पायो, सुझाव पनि दिनु पायो, डर नलाग्ने। अब नाम लिँदै जाँदाखेरि फेरि अब लाग्नु होला। यसै पनि मलाई सम्पूर्ण भागमा मलाई अहिले चाहिँ के बोल्ने के नबोल्ने मलाई पनि प्रभुजीले जस्तै छोटो 2 शब्द बोलेर नपाएको थियो। मलाई पनि फिल हुन्छ के कुराहरू बोल्ने पर्ने हुन्छ। र अब विशेष रूपमा यो फिल्मको बोक्ने यसको चाहिँ सारथी